गाइस अहिले चाहिँ हामी गाकोमा गएर आएको। गाकोमा चाहिँ नयाँ विद्यार्थीहरूलाई चाहिँ वेलकम प्रोग्राम थियो। वेलकम प्रोग्राम चाहिँ सकेर चाहिँ म चाहिँ गाकोबाट चाहिँ रुमतिर हाम्रो होस्टेलतिर जाँदैछु। साथीहरू चाहिँ आउँदै हुनुहुन्छ, कोही साथी चाहिँ गइसक्नु भयो, म चाहिँ एक्लै आइरहेको छु। साथीहरू चाहिँ हाम्रो गएको चाहिँ त्यो हो, साथीहरू आउँदै हो। साथीहरू यता कोही गइसक्यो। आज चाहिँ पानी परेको साकुरा हेर्नु टक्क हाम्रो होस्टेल चाहिँ त्यही हो। म चाहिँ एक्लै टक्क हिँडिरहेको छु। म चाहिँ एक्लै टक्क हेर्नु, यहाँ चाहिँ पानी परेर सबै हुसुहरू लाग्छ। यस्तो छ मौसम। साथीहरू आउँदैछ। अब हामी चाहिँ फेरि होस्टेलमा गएर चाहिँ फेरि खाना खाएर अनि फेरि 12:30 बजे चाहिँ 11 बजे 12:30 बजे चाहिँ 1.5 घन्टा पछि चाहिँ हामी गाकोमा आइपुग्नु पर्छ। यस्तो छ मौसम चाहिँ। टक्क खाना खाने अनि आउने, नुहाइधुवाइ गर्ने आउने, यस्तो छ। आज वेलकम प्रोग्राम चाहिँ राम्रै भयो। यस्तो छ टक्क मौसमहरू। पानी परेर चाहिँ यस्तो कुहिरोहरू लाग्छ ड्याममा। यहाँ हाम्रो चाहिँ ऊ चाहिँ नजिकै हो यो तालहरू। यहाँ चाहिँ बाटो छ। यस्तो छ। म चाहिँ तपाईँहरूलाई हाम्रो होस्टेलको तपाईँहरूलाई म हाम्रो होस्टेलको बारेमा चाहिँ देखाउँछु, रुमहरू देखाउँछु एकछिनमा है। यस्तो छ। साकुरा हेर्नु, हाम्रो नजिकै गएको चाहिँ त्यहाँ अलि टाढा गएको चाहिँ यस्तो छ। हेर्नुहोस् यहाँको पानीहरू हेर्नुहोस्, पानीहरू यस्तो क्लिन छ क्या। हाम्रो बागमतीमा हेर्नु त नाला आमा बनाएर हिँड्न हुँदैन क्या। यहाँ त मार्क्स